मासु भएपछि यति धेरै भात खाने को हुनुहुन्छ साथीहरू? हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ साथीहरू म मासु बनाउँदैछु। मासुको लागि चाहिने फर्स्टमा त टमाटर मैले काटकुट गरेर सबै काटिसकेपछि चाहिँ बसाले कराई, त्यसपछि ग्यास बालेँ अनि तेल हालेर चाहिँ 5 फोरन फुटाएर चाहिँ मासुलाई मजाले पर हुने भुटेँ र त्यसपछि प्याजलाई चाहिँ मजाले सानो टुक्रामा काटेर मासुमा राखेँ साथीहरू। त्यसपछि आउँछ साथीहरू मसलाको पालो। मसलामा जिरा, धनिया, खुर्सानी, अदुवा, लसुन सबैको पेस्ट बनाइसकेर अनि मस्तसँगले मासुमा राखिदिएँ। अनि त्यसपछि नुन बेसार मजाले हालेर मजाले भुटेँ अनि त्यसपछि मसला राखिदिएँ। अनि मसला राखिसकेपछि टमाटरको पालो पनि सकियो। त्यसपछि अचारको पालो। अचारमा चाहिँ मजाले यसरी टमाटरलाई पकाएर बनाउनुपर्छ अनि मासु पनि पाक्यो। त्यसपछि यसरी थाली सजाएर मस्त खाना चाहिँ कसलाई मनपर्छ साथीहरू। अनि मैले चाहिँ मिठो मानेर खाएँ। सो थ्याङ्क यू साथीहरू, यति दिनसम्म मेरो भिडियो हेरेर बस्नु भएकोमा। फेरि भेटौँला अर्को मिनी भ्लगमा। बाई।